नमस्कार, तपाईहरुलाई मेरो च्यानलमा स्वागत छ। आज हामी एउटा निकै चर्चित र महत्त्वपूर्ण विषयमा कुरा गर्न गइरहेका छौं। नेपाल विद्युत प्राधिकरणको अहिलेको अवस्था, लोड शेडिङको बहस र ऊर्जा मन्त्री दीपक खड्का, प्राधिकरण प्रबन्ध निर्देशक कुलमान घिसिङ अनि मिडिया बीचको तनाव। यो मुद्दाले अहिले सामाजिक सञ्जालदेखि चिया पसलसम्म सबैतिर हलचल मच्चाएको छ। बिजुलीको समस्या फेरि फर्कियो कि यो केवल राजनीतिक खेल हो? तपाईको विचार पनि कमेन्टमा सुन्नेछु। लौ सुरु गरौँ। सबैभन्दा पहिला नेपाल विद्युत प्राधिकरणको पृष्ठभूमि हेरौँ। कुलमान घिसिङले नेतृत्व सम्हालेपछि सन् 2018 मा नेपालमा लोड शेडिङको कालो अध्याय लगभग समाप्त भयो। सोच्नुस् त, पहिला हामीलाई दिनको 14 देखि 18 घण्टासम्म बत्ती नहुँदा कति शास्ति थियो। पढ्न, काम गर्न, घर चलाउन सबै कठिन। तर कुलमान आएपछि यो अवस्था बदलियो। उनको व्यवस्थापन, हाम्रा जलविद्युत आयोजनाहरूको उत्पादन बढाउन गरेको प्रयास र भारतबाट बिजुली आयातको कारणले हामीले राहत पायौं। अहिले नेपालको जडित क्षमता भनेको 3157 मेगावाट भन्दा बढी छ र मनसुनको समयमा त हामी भारतलाई बिजुली बेच्छौं। कुलमानले बारम्बार भन्नुहुन्छ लोड शेडिङ अब घरायसी उपभोक्ताको लागि फर्किदैन। कहिलेकाहीँ बत्ती जाँदा त्यो प्राविधिक कारणले हो, नियोजित कटौती होइन। यो कुरा उहाँले गत सेप्टेम्बर 2024 मा पनि दोहोर्याउनु भएको थियो। तर के यो सधैँ यस्तै रहला त? अब आउँछौं अहिलेको बहसमा। ऊर्जा मन्त्री दीपक खड्काको भनाइले यो विषयमा नयाँ तरङ्ग ल्याएको छ। उहाँले केही दिन अघि भन्नुभयो, साँझको समयमा बिजुलीको माग र आपूर्तिमा ग्याप छ। उत्पादन 1830 मेगावाट जति मात्र छ, तर माग त्यो भन्दा धेरै छ। त्यसैले लोड शेडिङ फर्किएको हो। यो कुराले धेरैलाई चकित बनायो। उहाँले भन्नुभयो, लोड शेडिङ हटाउन कुलमानको मात्र योगदान थिएन, निजी क्षेत्रले बनाएका आयोजना र भारतबाट आएको बिजुलीको ठूलो हात छ। यो भनाइले कुलमानको लोकप्रिय छविमा प्रश्न उठायो। मिडिया र सामाजिक सञ्जालमा बहस तातिएको छ। कोही भन्छन् खड्काले यथार्थ बोले, अहिले माग बढेर समस्या आएको हो। तर धेरै जसो नेपाली कुलमानको पक्षमा छन्। उनीहरू भन्छन् कुलमानले हामीलाई अन्धकारबाट उज्यालोमा ल्याए, यो उनको अपमान हो। यो बहसले जनतालाई दुई धारमा बाँडिदिएको छ। तपाई कुन पक्षमा हुनुहुन्छ? यो तनावको कुरा नयाँ होइन। यो विगत 1 वर्षदेखि चलिरहेको छ। ऊर्जा मन्त्री खड्का र मन्त्रालयले कुलमानसँग बारम्बार स्पष्टीकरण मागिरहेका छन्। कहिले कामको सम्झौताको कुरा, कहिले नेपाल र भारत बीचको बिजुली सम्झौताको विषयमा प्रश्न। यो क्रम मार्च 6, 2025 मा चरममा पुग्यो जब मन्त्रालयले कुलमानलाई पत्र लेखेर सोध्यो, तपाईको नियुक्ति किन खारेज नगर्ने? यो पत्रले हंगामा मच्चायो। कुलमानले पनि हार मानेनन्। उहाँले जवाफ फर्काउनु भयो, मन्त्रालयसँग यस्तो माग्ने अधिकार नै छैन। मेरो काम हेर्नुस्, गत वर्ष मेरो परफर्मेन्स स्कोर 98.99 थियो। यो देख्दा लाग्छ यो बिजुली आपूर्तिको भन्दा पनि शक्ति र नियन्त्रणको लडाईँ हो। मन्त्रालयले प्राधिकरणलाई आफ्नो मातहत राख्न खोजेको छ, तर कुलमानले स्वतन्त्र रूपमा काम गरिरहनु भएको छ। यो राजनीतिक हस्तक्षेपले प्राधिकरणको भविष्यमा कस्तो असर पर्ला त? अब जनताको कुरा गरौँ। मिडियामा हेर्नुहोस्, अनलाइन खबर कान्तिपुरदेखि एक्ससम्म हरेक ठाउँमा फरक कुरा। खड्काले भन्नुहुन्छ साँझ लोड शेडिङ हुन्छ, कुलमान भन्नुहुन्छ घरमा होइन उद्योगमा मात्रै हो, त्यो पनि प्राविधिक कारणले। यो सुन्दा जनता अलमलमा परेका छन्। बत्ती किन जान्छ? लोड शेडिङ हो कि होइन? सत्य यो हो कि हाम्रो बिजुली प्रणाली 10 वर्ष अघिको भन्दा धेरै नै बलियो छ। तर हिउँदमा भारतबाट आयात नगरी धान्न गाह्रो छ। माग त लोड शेडिङ हटेदेखि 3 गुणा बढिसक्यो। साँझको पिक समयमा आपूर्ति नपुग्न सक्छ। तर त्यो नियोजित कटौती हो कि प्राविधिक समस्या, यो स्पष्ट छैन। सरकारले यथार्थ डेटा जस्तै रियल टाइम आपूर्ति र मागको तथ्याङ्क देखाउन सके जनताको भ्रम हट्थ्यो कि? मलाई व्यक्तिगत रूपमा लाग्छ नेपाल विद्युत प्राधिकरण कुलमानको नेतृत्वमा बलियो भएकै हो। तर यो राजनीति र संरचनागत कमजोरीले थिचिएको छ। खड्का र कुलमानको यो लडाईँले हाम्रो बिजुलीको भविष्यमा असर पार्न सक्छ। अब तपाई बताउनुहोस्, यो साँच्चै नीतिगत विवाद हो कि सत्ताको खेल? कमेन्टमा आफ्नो विचार लेख्नुहोला। यो भिडियो मन परे लाइक गर्नुहोस्, च्यानललाई सब्स्क्राइब गर्नुहोस् र घण्टी थिचेर अर्को भिडियोको लागि नोटिफिकेसन पाउनुहोस्। फेरि भेटौँला। हस्त नमस्ते।